सम्पूर्ण साथीहरूलाई लोकसेवा तयारीको अनलाइन क्लासमा स्वागत छ। आज हामीहरू ब्रह्माण्डबाट केही एकदम इम्पोर्टेन्ट विषयवस्तुको बारेमा छलफल गर्छौँ। हाम्रो सौर्यमण्डलमा 8वटा ग्रहहरू छन्। त्यो 8वटा ग्रहहरूमध्ये हामी आज यो सेसनमा शुक्र ग्रहको बारेमा पढ्छौँ। शुक्र ग्रहलाई सम्झदा वा चिन्दा कसरी सम्झन सकिन्छ वा चिन्न सकिन्छ आदि विषयमा हामी यो सेसनमा छलफल गर्छौँ। यो दिएको छ, शुक्र ग्रहलाई सम्झदाखेरि हामीले मर्निङ स्टार र इभिनिङ स्टारको पनि नामले चिन्छौँ। शुक्र ग्रहलाई मर्निङ स्टार र इभिनिङ स्टारको पनि नामले हामी चिन्छौँ। अर्को कुरा, गडेस अफ लभ एन्ड ब्युटी को उपनामले पनि गडेस लभ एन्ड ब्युटी को उपनामले पनि हामी शुक्र ग्रहलाई चिन्छौँ। अर्को कुरा हामीले के बुझ्नुपर्छ भने ब्राइट अफ लाइट एन्ड ब्रिङ्गर अफ डाउन, ब्राइट अफ लाइट एन्ड ब्रिङ्गर अफ डाउन को उपनामले पनि हामी शुक्र ग्रहलाई चिन्छौँ। अर्को कुरा के हामीले बुझ्नुपर्छ भने सबैभन्दा लामो दिन हुने ग्रह कुन हो। हाम्रो सौर्यमण्डलमा 8वटा ग्रहहरू छन्, तर सबैभन्दा लामो दिन हुने ग्रह भनेर शुक्र ग्रह हो भनेर हामी बुझ्नुपर्छ। अर्को कुरा हामीले के बुझ्नुपर्छ भने सबैभन्दा तातो ग्रह सौर्यमण्डलमा 8वटा ग्रहहरू छन्। त्यो 8वटा मध्ये सबैभन्दा तातो ग्रह भनेर चिनिने ग्रह कुन हो भनेर हामीले शुक्र ग्रहलाई बुझ्नुपर्छ। त्यस्तै पृथ्वीको जुम्ल्याहा ग्रह को उपनामले चिनिने ग्रह कुन हो भनेर शुक्र ग्रहलाई नै हामीले बुझ्नुपर्छ वा चिन्नुपर्छ। अर्को कुरा हामीले के बुझ्नुपर्छ भने पृथ्वीबाट सबैभन्दा नजिकको ग्रह कुन हो। पृथ्वीबाट सबैभन्दा नजिकको ग्रह कुन हो बुझ्दाखेरि हामीले यो शुक्र ग्रहलाई बुझ्नुपर्छ। अर्को कुरा के दिएको छ भने पृथ्वीबाट अनुसन्धान गरिएको पहिलो ग्रह, पृथ्वीबाट अनुसन्धान गरी पत्ता लगाइएको पहिलो ग्रह कुन हो भनेर शुक्र ग्रह हो भनेर हामी बुझ्नुपर्छ। अर्को कुरा, तपाईहरूले शुक्र ग्रहलाई सम्झ्दाखेरि हामीले लगभग 1 2 3 4 5 6 7 8वटा पोइन्ट्सबाट शुक्र ग्रहलाई सम्झन सक्छौँ। एउटा कुरा अझै शुक्र ग्रहमा के बुझ्नुपर्छ भने मर्निङ स्टार र इभिनिङ स्टार भनेर चिन्ने ग्रहमा शुक्र पनि हुन्छ र बुध पनि हुन्छ है। यदि लोकसेवाको इक्जाममा मर्निङ स्टार र इभिनिङ स्टार भनेर चिन्ने ग्रह कुन हो भनेर अप्सनमा शुक्र ग्रह दिएको छैन भने पक्कै बुध ग्रह हो भनेर बुझ्नुपर्छ। यदि मर्निङ स्टार र इभिनिङ स्टार भनेर चिन्ने ग्रह कुन हो अनि अप्सनमा बुध पनि दिएछ र शुक्र पनि दिएको छ, यो दुईटै दिएको खण्डमा हाम्रो उत्तर कुन हुन्छ भनेर सम्झ्दाखेरि हामीले शुक्र ग्रहमा टिक लगाउनु पर्छ है। यो आजको सेसनमा हामी शुक्र ग्रहको बारेमा बुझ्यौँ। फेरि हामी अर्को भिडियोमा भेटौँला।